नमस्कार गाइस, गुड मर्निङ भन्न चाहन्छु। फेरि पनि मेरो मिनी ब्लगमा सर्ट मिनी ब्लगमा आइसकेको छु गाइस। आलु खनिरहेको छु, हेर्नु सक्नुहुन्छ गाइस। मकैहरू यत्रो भएको छ, मकै अस्तिको दिन फुलेर खायो, अहिले यत्रो छ गाइस। फर्सीहरू यत्रो रम्मै छ गाइस। यता ट्याप्पै गट्टाहरू लगाएको छ गाइस। गाइस म चाहिँ आलु खन्न गइरहेको छु गाइस, हेर्नु होला। हिजो 3 बाटी जति टु मच टायर भएर गाइस यतिसकेको थिएँ। अहिले बिहान आएर बिहान 7 बजीदेखि खनेको गाइस। टु हार्ड छ माटो चाहिँ नि। आलु चाहिँ यस्तो छ गाइस, तपाईँहरूले हेर्न सक्नुहुन्छ गाइस। आलु चाहिँ यस्तो छ, यहाँले खल्न सक्नुहुन्छ गाइस। यसरी उखालो यहाँ भित्र टन्नै फलेको छ गाइस, हेर्नु होला आलु। हेर्नु सक्नुहुन्छ गाइस, आलु चाहिँ नि दामी फलेको छ। हेर्नु न, यतिमै कति छ आलु, तपाईँहरूले आफै अनुमान लगाउन सक्नुहुन्छ है गाइस। हेर्नु होला, मेहनत चाहिँ धेरै नै गर्नुपर्छ गाइस। तर रोप्ने अनुसारमा आलु मजाले फल्छ गाइस। हेर्नु होला, हेर्नु न गाइस, त्यति झ्याङमा यत्रो आलु छ, यतिमा त छ गाइस। आजलाई यति नै गाइस। फेरि पनि यो सबै खनिसकेर म तपाईँहरूलाई अपडेट गर्ने नै छु गाइस। टमाटरहरू पाकेर हेर्नु नि गाइस, भुइँमा झरिसकेको छ टमाटरहरू पाकेर गाइस। भोडीहरू पनि छ यहाँ, तपाईँले नपाउने चाहिँ केही नै छैन गाइस। आउनुभयो भने युज एन्ड एभ्री कुरो उपलब्ध छ यहाँ चाहिँ गाइस, होइन। यही नै भन्न चाहन्छु गाइस। हुन्छ, तपाईँहरूको दिन शुभ रहोस्। ह्याप्पी फ्राइडे भन्न चाहन्छु सबैलाई। हुन्छ, जय मसी अनि नमस्कार।